pleasant. मलाई आनन्दित खुसी नभन Call me Mara, मलाई चाहिँ मारा भन for I am bitter. किनभने मलाई तितो भएको छ In that statement, she changed her whole identity. त्यो वाक्यले आफ्नो सम्पूर्ण परिचयलाई उनले बदलाइदिएको छ And what I want to speak to you about tonight is identity. अनि आज राति म तपाईलाई आफ्नो चिन्हारी अथवा परिचयको विषयमा प्रचार गर्न गइराखेको छु Because we have to understand that how we see ourselves affects everything. किनभने कसरी हामी आफैलाई हेर्छौं त्यो कुराले सम्पूर्ण कुरालाई नै प्रभावित पार्छ अथवा बदलाउँछ I would like you to think back to when the Israelites were ready to enter the promised land. तपाईले यो सोचिराख्नुहोस् जब इजरायलीहरू प्रतिज्ञाको देशमा पस्न लागेको थियो Moses had led the children of Israel out of Egypt. मोसाले मिस्रबाट इजरायलीहरूलाई चाहिँ अगुवाई गरेर निकालेका थिए They were God's chosen people. परमेश्वरले चुनेका मानिसहरू And God had brought them out of Egypt with great signs and wonders. परमेश्वरले उनीहरूलाई अद्भुत रीतिले चिन्ह चमत्कारको साथमा चाहिँ मिस्रबाट निकालेर ल्याउनु भयो They had seen the hand of God at work on their behalf. ती मानिसहरूले उनीहरूको पक्षमा परमेश्वरको हातले काम गरेका चाहिँ प्रशस्तै देखेको थियो They had witnessed at first hand the mighty plagues that God brought upon Egypt. परमेश्वरबाट आएको ती ठुल्ठुला विपत्तिहरू जो मिस्रमाथि आयो ती कुरालाई उनीहरूले आफै देखेका थिए God had brought them out of Egypt with not one weak or feeble among them. अनि ती मिस्रबाट निकालेर ल्याएकाहरूमा कोही पनि कमजोर थिएन भनेर वचनले भन्छ And then the armies of Egypt had come chasing after them. अनि जसरी मिस्रको आर्मीहरूले उनीहरूलाई खेद्दै लिएर आउँछ And they had seen the hand of God again. अनि तिनीहरूले परमेश्वरको हातलाई फेरि पनि देख्न पाउँछ As the waters of the Red Sea parted before them. जस्तो कि उनीहरूको अगाडि लाल समुद्र चाहिँ चिरिन्छ And they crossed through in their millions on dry land. अनि उनीहरू हजारौंमा लाखौंमा उनीहरू चाहिँ त्यो सुक्खा भूमिबाट भएर निस्कँदछ And then they had seen God close the waters again on the armies of Egypt. अनि ती परमेश्वरले त्यो पानीलाई वापस एक जग्गामा ल्याएर मिस्रको आर्मीलाई डुबाएको पनि उनीहरूले आफ्नो आँखाले देखेका थिए As God brought about a mighty victory on their behalf. यसरी परमेश्वरले उनीहरूको पक्षमा ठुलो विजय चाहिँ ल्याउनु भएको थियो They had known God Himself leading them as a pillar of fire by night and cloud by day. अनि उनीहरू जान्दथ्यो दिन रात परमेश्वरले आफै आगोको खाँबोमा भएर बादलको खाँबोमा भएर उनीहरूलाई अगुवाई गरिराखेको थियो And now they stood on the banks of the river Jordan ready to cross over. यर्दन नदीको किनारमा अब यतिखेर उभिराखेका छन् उनीहरू अगाडि बढ्न लागिराखेका छन् Then Moses selects 12 men. मोसाले 12 जना मानिसहरूलाई चुन्दछ त्यसपश्चात 12 leaders from the tribes of Israel. इजरायलको कुलहरूबाट 12 वटा अगुवाहरू परमेश्वरले चुन्नुहुन्छ It's important that we recognize Moses did not just choose anybody. अनि यो कुरा याद गर्नुपर्छ कि मोसाले यो अगुवाहरू चुन्दै गर्दाखेरि जोसुकैलाई चुन्नु भएन He chose a leader from each of the 12 tribes. उहाँले प्रत्येक कुलबाट एउटा एउटा अगुवा गरेर 12 जनालाई चुन्नु भयो And he said, go and spy out the land. अनि उहाँले भन्नुभयो जाऊ गएर त्यो देशको भेद लिएर आऊ Go and see what the land the Lord your God is giving us is like. जाऊ गएर हेर परमप्रभु परमेश्वरले हामीलाई दिन राखिराखेको देश चाहिँ कस्तो छ So they go into the promised land. उनीहरू प्रतिज्ञाको देशमा जाँदछ These 12 leaders. यी 12 अगुवाहरू And they come back उनीहरू फर्किन आउँछन् carrying a bunch of grapes so heavy that they have to carry it between them. अनि त्यो अंगुरको झुपा लिएर आउँछ जो यति गह्रो छ कि दुई जनाले दुईपट्टि कानमा एउटा झोली लगाएर बोक्नु पर्ने हुन्छ Everybody must be so excited. अनि सबैजना एकदमै उत्सुक भए
And they say, what is the land like? अनि उनीहरू सबैले सोध्छ त्यो देश त्यो ठाउँ कस्तो छ? Millions of people are excited about the land that the Lord their God is giving them. ती लाखौं मानिसहरू परमेश्वरले दिन लागिराख्नु भएको देशको लागि एकदमै उत्सुक थियो। And they say, oh, it really is a wonderful land. अनि उनीहरूले भन्छ त्यो देश त एकदमै दामी छ, अद्भुत रीतिको छ। It is a land flowing with milk and honey. ओहो त्यो देश त दूध र महले बग्ने देश रहेछ। But तर 10 of them said, 10 जनाले भन्छ 10 of these leaders said, ती अगुवाहरूमा 10 जना अगुवाले भन्छ, but the giants live there. त्यहाँनेरि त एकदम दैत्यहरू जस्तो मान्छे बस्दो रहेछ। The Amalekites dwell in the land. मलाकीहरू त्यहाँनेरि बस्दो रहेछ त्यो देशमा। And we were like grasshoppers in our own sight. अनि हामी हाम्रै दृष्टिमा चाहिँ उनीहरूलाई हेर्दाखेरि एउटा फटेङ्ग्रा जस्तो मात्रै हामी देख्दो रहेछौँ। And so we were to them. अनि हामी साँच्चै तिनीहरूको दृष्टिमा त्यस्तै छौँ। They lost sight of the greatness of God. परमेश्वरको त्यो महान कार्यहरूको सबै कुरा बिर्स्यो उनीहरूले। They lost sight of the miracles and wonders that God had worked on their behalf. परमप्रभुले काम गर्नुभएको थियो उनीहरूको पक्षमा, त्यो आश्चर्य कर्महरू, त्यो चिन्हहरू, त्यो चमत्कारहरू, ती सबै कुरालाई बिर्सिए। They lost sight of God's promise to give them the land. अनि उनीहरूलाई अगाडि राखिदिएको प्रतिज्ञा गरेको थियो, यो देश म तिमीहरूलाई दिन्छु भनेको त्यो बिर्सिएको थियो उनीहरूले। That God had declared, I will drive out the nations before you. परमप्रभु आफैले भन्नुभएको थियो, तेरो अगाडिका देशहरूलाई, जातिहरूलाई म आफै हटाउने छु। They lost sight of their identity as God's chosen people. परमेश्वरले चुन्नु भएको जातिको जो जिम्मेवारी थियो उनीहरूकोमा, उनीहरूले आफ्नो दृष्टिमा त्यसलाई गुमाएको छ। They said, we were like grasshoppers in our own eyes. उनीहरू भन्छ हामी हाम्रै आँखामा मात्र एउटा फटेङ्ग्रा जस्ता छौँ। If they had seen themselves as they had seen themselves before, यदि उनीहरूले नि पहिला जसरी उनीहरूलाई देखेको थियो त्यसरी नै त्यतिखेर पनि देखेको थियो भएदेखि those giants would not have been a problem. मेरो प्रिय त्यो दैत्यहरू, ती ठुल्ठुला मान्छेहरू, उनीहरूको लागि केही समस्या हुने थिएन। But instead, they allowed what they saw with their natural eyes. अनि तर के भयो, आफ्नो शारीरिक आँखाले जुन कुरालाई देख्यो त्यो कुरादेखि उनीहरू ताजुब भयो। They allowed the circumstance that they faced उनीहरूले सामना गरेको त्यो परिस्थितिलाई उनीहरूको जीवनमा काम गर्ने ठाउँ दियो to change how they saw themselves. कि आफैलाई भिन्नै प्रकारले हेर्न उनीहरू पुग्दछ। Throughout the Bible, we see people who doubt their true identity. बाइबल भरि हामी देख्छौँ आफ्नो परिचयलाई, आफ्नो चिन्हरीलाई मानिसहरूले एकदमै धेरैचोटि शङ्का गरेको हामी पाउँछौँ। You see, we have to pay more attention to who God says we are than what the world says we are. यहाँ हेर्नुहोस् है, संसारले हामीलाई के हो भनेर भन्नु भनेका कुराहरूमा आफैलाई चिन्नु भन्दा परमेश्वरले हामीलाई के भन्नुहुन्छ, कसरी चिन्नुहुन्छ, त्यसरी भन्नु चिन्नु चाहिँ एकदमै आवश्यकता छ। Gideon was hiding in a wine press. गिडियोन चाहिँ एउटा उसको आफ्नो ठाउँमा लुकी बस्छ। He was terrified. ऊ एउटा डरपोक मान्छे थियो। The Moabites would come in and raid the land. मोआबीहरू आएर त्यो देशलाई लुटेर जाने गर्थ्यो। They were powerful. उनीहरू एकदमै शक्तिशाली थिए। And Gideon hid himself from them, गिडियोन तिनीहरूदेखि आफैलाई लुकाउँछ, eking out a living with the little that he could. अनि ऊ थोरैबाट जिउँदै गर्ने मान्छे हो। But then the angel of the Lord comes to Gideon. त्यतिखेर परमेश्वरको दूत उनी कहाँ देखा पर्छ। And the angel of the Lord says, "Hail, mighty man of God." ओ तिमी सामर्थी परमेश्वरको मानिस भनेर उहाँले त्यो स्वर्गदूतले उनलाई भन्दछ। We have to understand that God speaks about us differently to how the world does. हामीले यो बुझिराख्नुपर्छ प्रिय कि संसारले हाम्रो विषयमा जो कुरा गर्छ त्यो भन्दा परमेश्वरले भिन्नै प्रकारले हाम्रो विषयमा कुरा गर्नुहुन्छ। God does
does not see you and me according to our circumstance. परमेश्वरले हामीलाई हेर्दै गर्दाखेरि हाम्रो परिस्थिति अनुसार हामीलाई हेर्नुहुन्न प्रिय। He does not see you and me according to the giants we face. हामीले सामना गरेका ती ठुलठुला राक्षसहरूको आधारमा परमेश्वरले हामीलाई हेर्नुहुन्न। He sees you and me according to who He has called us to be. परमेश्वरले हामीलाई हेर्दै गर्नु हुँदाखेरि उहाँले जसरी हामीलाई बोलाउनु भएको छ नि त्यसरी उहाँले चाहिँ हामीलाई हेर्नुहुन्छ प्रिय। And part of our job as leaders अनि हामी अगुवाहरू भएको नाताले हाम्रो जिम्मेवारीमा is to enable believers to understand who they truly are in Christ. कि यो पर्छ कि हामीले विश्वासीलाई ख्रीष्टमा तिनीहरू को हो भन्ने कुरा राम्रो बुझाउनु पर्ने हुन्छ। Because this world is constantly trying to squeeze us into its mold. किनभने हामीलाई यो संसारले दिनदिनै निचोरेर हामीलाई सानो बनाउन खोज्छ। To get us to think according to what we see, what we experience. अनि हामीलाई यसरी बनाउन खोज्छ कि हामीले देख्दै गरेको कुराको आधारमा हामीले अनुभव गर्दै गरेको कुराको आधारमा हामीलाई सानो बनाउन खोज्छ। But we need to stand up in our Christ-given identity. तर प्रिय हामी चाहिँ ख्रीष्टले दिनुभएको जो परिचय छ त्यसमा हामी चाहिँ उभिनु पर्छ। Now I'd like to turn to 1 Samuel chapter 17. तपाईहरुले मसँग पहिलो सामुएल 17 अध्याय खोल्न सक्नुहुन्छ। A story which we all know incredibly well. अनि हामी धेरैलाई यो कथा राम्रोसँगले थाहा हुन सक्छ। I think this is probably the first Bible story I ever knew when I was about that high. अनि म यतिको मात्रै हुँदाखेरि मैले जानेको सायद बाइबलको यो पहिलो कथा होला। The story of David and Goliath. दाउद र गोलियतको कथा। Just to give you a little bit of background. यसको अलिकति तपाईलाई पृष्ठभूमि दिउँ। At this point, Israel had a king whose name was Saul. यतिखेर इजरायलमा तपाईको साउल भन्ने राजा चाहिँ राज गर्दै गरेको थियो। Saul was a handsome and mighty man. साउल चाहिँ एउटा सुन्दर मान्छे एकदमै ठुलो मान्छे पनि थियो। He stood head and shoulders above every other man in Israel. इजरायलमा अरु मानिसहरुभन्दा उनी उच्च दर्जा के रे हाइटको थियो त्यो मान्छे। The first thing he did when he became king उनले पहिला राजा हुनेबित्तिकै यो काम गर्दछ was to rescue a city that was under a terrible siege. कि उनले देख्दछ आफ्नो ठाउँ आफ्नो देश चाहिँ दुश्मनको हातमा परिराखेको छ। He was a brave man, a mighty warrior. उनी चाहिँ एउटा सामर्थी मान्छे थियो, एउटा डरलाग्दो लडाकु थियो। But then he had disobeyed God. तर परमेश्वरको नजरमा उनले के गर्यो? अनआज्ञाकारितामा आयो। And he had spared a king who God had said he should destroy. परमेश्वरले नाश गर्नुपर्छ है भनेर लगाएको राजालाई चाहिँ उसले बचाएर छोड्दिन्छ। And for that reason God rejected Saul as king. अनि यस कारणले गर्दाखेरि परमेश्वरले साउललाई राजा हुनबाट इन्कार गर्दछ। And then in chapter 17 of 1 Samuel, पहिलो सामुएल 17 अध्यायलाई हेर्नुभयो भने it tells us the Philistines gathered their armies together to battle. यहाँ भन्छ फलिस्तीहरूले आफ्नो सेना चाहिँ त्यहाँ एकट्ठा जम्मा गर्यो। And they were gathered at Soko, which belongs to Judah. अनि उनीहरू चाहिँ कहाँ जम्मा भएछ भन्दा यहुदाको सोका भन्ने मा भेला भए। It's a small phrase, but it means so much. अनि यो छोटो वाक्यांश छ तर यसमा धेरै ठुलो कुराहरू लुकेको छ। They camped on land that belonged to Judah. यहाँले के भन्छ भने यहुदाको सोकामा भेला भए। Judah means praise. यहुदाको अर्थ प्रशंसा हो। The devil comes to try first and foremost to steal our praise.
अनि हामी बुझ्छौँ कि शैतान चाहिँ पहिला हाम्रोबाट चोर्न मार्न अनि नाश गर्नलाई आउँदछ I've been looking around the room tonight अनि म यो रुममा हेरिराखेको छु तपाईहरुलाई and I have seen an explosion of praise. अनि मैले एकदमै प्रशंसा भइराखेको अघि अनुभव गरे देखे The joy in the Lord has been so wonderful. परमेश्वरको आनन्द हामीमा देख्न पायौं But the devil will bring circumstances into our life तर शैतानले हाम्रो जीवनमा यस्ता परिस्थितिहरू लिएर आउँछ प्रिय because his first target is to steal our praise. किन भन्दाखेरि त्यसको पहिलो काम नै तपाईं र मबाट प्रशंसा खोज्नु हो Because when we stop praising God, जब हामी परमेश्वरको प्रशंसा गर्न रोक्छौं प्रिय we put ourselves in a place of weakness हामी आफैलाई एउटा कमजोर ठाउँमा आफ पुर्याउन जान्छौं because our eyes are taken off the one who can rescue us. किनभने हामीले